आदरणीय साथीहरू नमस्कार। विगत केही समय पहिला म सुनसरी जिल्लाको जुम्काबाट झापासम्म यात्रामा थिएँ। बसमा यात्रामा केही अगाडिबाट एकजना महिला 2-3 वर्षको छोरी बोकेर बसमा चढे र म नजिकै रहेको सिटमा बसे र बच्चालाई सम्झाउन थालिन्, हराउन थालिन्, हजुरआमासँग बस्नु, नरोनु, म लामो समयको लागि तिमीलाई छोडेर टाढा जाँदैछु भन्दै अनेकन प्रकारले सम्झाउँदै चुम्बन गरिरहेकी थिइन्। आँखाभरि टिलटिल आँसुका थोपा थिए। फेरि चुम्बन गर्थिन्, फेरि बकानिन्थिन्। उनले हरेक पटक छोरीलाई गरेका स्पर्शहरू मिठोका स्पर्श जस्ता देखिन्थे। उनले सम्झाउने क्रममा सबैको नाम लिइन्, तर छोरीका बाबा अर्थात् उनका श्रीमानको नाम लिएन। सायद सम्बन्ध विच्छेद भएको र उनी छोरीको लागि विदेश जान लागेको भन्ने उनको भाव आज बुझ्न सकिन्थ्यो। विवाह बन्धनमा बाँधिनु मात्र ठुलो कुरा होइन, सम्बन्धलाई आखिरी किनारासम्म पुर्याउनु ठुलो कुरा हो। यदि हतारमा विवाह गरेर हतारमा सम्बन्ध विच्छेद गर्दा र बाबुआमा छोराछोरीबाट टाढा रहँदाखेरि छोराछोरीलाई एक प्रकारको मानसिक यातना जस्तो हुन्छ। उनको बचपनमा आमासँग खेल्ने, बुवासँग खेल्ने, सब सिक्ने, तोते बोली बोल्ने यी यावत कुराहरूबाट वञ्चित हुन पुग्दछ। तसर्थ उनीहरू एक प्रकारको मानसिक यातनामा जान्छन्। हतारको मिलन र हतारको बिछोडले आफू र आफ्नो सन्ततिहरूलाई शारीरिक र मानसिक यातनाले परिवारका बालबच्चालाई नकारात्मक मानसिक असर पुग्न जान्छ। त्यसैले जोडिएको सम्बन्धलाई दीर्घकालीन बनाएर सन्ततिको लागि केही सोच्ने प्रण गरौँ। विगत केही समय अगाडि मैले जुन बसमा देखेको दृश्य मनस्पटलमा हराइरहेको कारणले हजुरहरू समक्ष मैले एउटा सानो भिडियो बनाएर सम्प्रेषण